अभिनेता पल शाह र नारायणी खत्रीलाई कतारमा भव्य स्वागत भएको छ। नेपाली दर्शकको मनमुटुमा बस्न सफल निकै राम्रा म्युजिक भिडियोमा काम गरिसकेका र सहकार्यको अपार सफलतापछि यी जोडी विदेश यात्रा गरेका हुन्। पहिलो पटक पल शाह र नारायणी खत्रीको विदेश यात्रा भएको हो भने नायक पल शाहलाई कतारमा मन पराउने नेपाली दर्शक निकै धेरै रूपमा रहेको छ। यसभन्दा अगाडि पनि उनले कतारमा व्यापक रूपमा चर्चा सँगसँगै राम्रो सफलता हात पारेर फर्किएका थिए। म्युजिक भिडियोमा लोकप्रिय मानेका अभिनेता पल शाह एकपछि अर्को देशमा पनि यत्तिकै लोकप्रिय बनिरहेका छन्। जहाँ जहाँ नेपाली रहन्छन् उनको त्यही माग ठुलो रूपमा हुने गर्दछ। यति बेला पछिल्लो समय दुईवटा नारायणी खत्री र पल शाहले अभिनय गरेको निकै हिट भइसकेपछि यी जोडी पूर्णतः फेरि पुगेका छन्। उसो त नारायणी खत्रीले पल शाहसँग अभिनय गर्नको लागि आफ्नो कपाल समेत खौरिएका थिए। यो आम दर्शकलाई थाहा नभएको पनि हुन सक्छ। पहिलो पटक सहकार्य गर्दा पल शाह र नारायणी खत्रीको जोडी दमदार जमेको थियो। जसर्थ कथाले मागे अनुसार उनले आफ्नो कपाल समेत खौरिएका थिए, जो हिन्दू संस्कार अनुसार मानिएको छ। अहिले पल शाह र नारायणी खत्रीको जोडी जमिरहेको छ। एकपछि अर्को म्युजिक भिडियोमा माग उत्तिकै बढिरहेको छ, सहकार्य र लोकप्रियता पनि उत्तिकै बढिरहेको छ। तसर्थ उनलाई कतारमा भव्य स्वागत गरिएको छ। अहिले हेर्न सक्छौँ हामीले कतारमा नायक पल शाह र नारायणी खत्रीलाई ठुलो रूपमा स्वागत भएको छ। उनको लोकप्रियता बढेसँगै म्युजिक भिडियोमा अपार माया र अहिले हेर्ने हो भने जहाँ जहाँ नेपाली रहन्छन् त्यहाँ पल शाहको आवश्यकता मानेरै हुन सक्छ। सम्भवतः आयोजक टिमले पल शाहलाई ती बेला कतार बोलाएका छन्। यी जोडीलाई भव्य स्वागत गरिएको छ। उनीहरूको प्रस्तुति कस्तो रहनेछ त्यसको बारे पनि हामी तपाईलाई नयाँ अपडेट दिइरहनेछौँ। तर जे होस्, यति बेला आज मात्र पल शाह र नारायणी खत्री कतार पुगेका हुन् भने कतारमा भव्य स्वागत गरिएको थियो। स्वागत निकै लोकप्रिय र उत्कृष्ट थियो भने यी जोडीलाई मन पराउने दर्शकले उनीहरूलाई यति बेला धेरै नजिकबाट हेर्न चाहन्थे, जो सुवर्ण अवसर कतारमा रहनेलाई भएको छ। तपाईँ पनि कतारमा हुनुहुन्छ र पल शाहको फ्यान हुनुहुन्छ अनि नेपाली गीत सङ्गीतलाई माया गर्नुहुन्छ भने आज पल शाहको कार्यक्रममा आउन भने नबिर्सनुहोला, किनकि उनको भव्य आज आफ्नो प्रस्तुति रहनेछ। नेपाली दर्शकमा उनी झुम्नेछन्, नाच्नेछन्। अहिले पल शाहले सधैँजसो आफ्नो साथमा जुरी ठाकुरी पनि लिएर हुने गरेको छ, जो उनले आफ्नो भाइ सरह मान्ने गर्दछ। जुरी र पल शाहको अपार माया यति बेला कतारमा पनि देखिने भएको छ। नेपालका अधिकांश चलचित्र म्युजिक भिडियो र जहाँ जहाँ पल शाह जान्छन् त्यहाँ जुरी ठाकुरको उत्तिकै भूमिका र अहिले उनी मोडल समेत बनेका छन्। पल शाहको सहायक मोडलमा देखिन थालेका जुरी अहिले कतार पुगेका छन्। पल शाह र जुरी ठाकुर सँगसँगै देखेका छन्। उनीहरूको अब पल शाहको अभिनयका विभिन्न पार्टहरू जुरीले पनि अपडेट दिनेछन्, अर्थात् उनले लाइभबाट भए पनि नयाँ जानकारी दिनेछन्। पल शाहको कतारको यात्रा कस्तो रहनेछ त्यो पनि दिनेछौँ हामी जानकारी। तर यति बेला पल शाहलाई कतारमा भव्य स्वागत गरिएको छ। तपाईँ देख्न सक्नुहुन्छ पल शाहको एकपछि अर्को विदेशको भ्रमण पनि उत्तिकै लोकप्रिय मानिरहेको बेला उनलाई यति बेला मन पराउने दर्शक पनि त्यत्तिकै धेरै छन् र अहिले उनीहरू कतार पुगेका छन्। आज हुने बृहत कार्यक्रमको लागि पल शाह कतार पुगेका हुन् भने उनको भव्य स्वागत गरिएको छ। दर्शकमाझ लोकप्रिय रहेका अभिनेता पल शाह एकपछि अर्को देशको भ्रमणमा सँगसँगै अहिलेको उपस्थिति पनि त्यस्तै देखिएको छ। उनलाई माग अनुसार उनी विभिन्न ठाउँमा गइरहेका छन् र म्युजिक भिडियोमा पनि उनको उत्तिकै व्यस्तता छ। म्युजिक भिडियो सँगसँगै चलचित्र र अहिले विदेशको कार्यक्रममा पनि पल शाहको व्यस्तता उत्तिकै बढिरहेको छ। तपाईँ पल शाहको फ्यान हुनुहुन्छ र कतारको नयाँ अपडेट हेर्न चाहनुहुन्छ भने हामी सँगै रहनुहोला। हामी तपाईँलाई फेरि नयाँ अपडेट दिनेछौँ। अहिलेको लागि यो भिडियोबाट बिदा चाहन्छौँ। नमस्कार।